क्वेसनमा के सोधेछ त भन्दा व्हाट आर द भेरियस टाइप अफ च्यानल इम्पेयरमेन्ट एक्सप्लेन देयर रोल्स इन द कम्युनिकेसन सिस्टम भनेर सोधेको छ क्वेसन। यो च्यानल इम्पेयरमेन्ट भनेको चाहिँ कहाँबाट आयो त भन्ने कस्तो कुरा हो त भन्दा हामीले कुनै पनि सिग्नललाई ट्रान्समिट गर्दाखेरि हैन, सिग्नल ट्रान्समिट गर्दाखेरि सिग्नल त एउटा बाटो भएर जानु पर्यो हैन, र हामीले पढेको बाटो भनेको चाहिँ के हो त भन्दाखेरि दुईवटा टाइपको हुन्छ के च्यानल, कि त हाम्रो वायर्ड च्यानल हुन्छ कि त हाम्रो वायरलेस च्यानल हुन्छ। वायरलेस च्यानलमा हामी प्राय धेरै कुरा डिल गर्दैनौँ हैन, के अरे सरी है, वायर्ड च्यानल र वायरलेस च्यानल दुइटै हुन्छ। हामीले अब हेरेर अवस्था हेरेर चाहिँ हामीले डिल गर्नु पर्यो कि दुइटैमा। वायर्ड च्यानल र वायरलेस च्यानलमा के कस्तो खालको प्रब्लम हुनसक्छ जब डेटा चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा हामी ट्रान्समिट गरेर आउँछ, डेटा अथवा सिग्नल जे भन हैन, हो त्यो कुरालाई चाहिँ हामीले चाहिँ च्यानलको इम्पेयरमेन्ट भनेर चाहिँ भन्छौँ। त्यो बेलामा चाहिँ के हुन्छ भने तीनवटा कुराहरूलाई चाहिँ हामीले मेन्सन गर्नुपर्छ। एउटा भनेको हाम्रो एटुनेसन भन्ने कुरा, अर्को भनेको डिले डिस्टोर्सन भन्ने कुरा, र अर्को भनेको नोइज भन्ने कुरा। यो तीनवटा कुरालाई चाहिँ हामीले मेन्सन गर्नुपर्छ। देख्दाखेरि चाहिँ फेरि एटुनेसन भनेको, डिस्टोर्सन भनेको र नोइज भनेको तिनटै उस्तै जस्तो लाग्छ है, तिनटै उस्तै हो भन्ने हुन्छ, तर एक्चुअली कुरा उस्तै होइन है, यो कुरा अलिकति फरक हो। अब तिमीले यो बुक हेरी हेरी फरक पर्छ हैन, कुनै बुकमा चाहिँ तिम्रो एटुनेसन हुँदैन, कुनै बुकमा चाहिँ तिम्रो डिस्टोर्सन, इन्टरफरेन्स, नोइज भनेर दिइरहेको हुन्छ। प्रोकिसको बुकमा पनि डिजिटल कम्युनिकेसनकोमा त्यही दिएको छ, तर हामीले हेरेको बुकमा चाहिँ एटुनेसन, डिले डिस्टोर्सन र नोइज दिएको भएर मैले यही कुरालाई मेन्सन गरेको है। केही फरक पर्दैन, किनभने त्यो एक्सप्लेन गर्दाखेरि सबै कुराहरू चाहिँ मेन्सन गर्नुपर्छ, त्यो मेन्सन चाहिँ हुन्छ फेरि, त्यही भएर खासै फरक पर्दैन है। अब एटुनेसनको कुरा गरौँ है। एटुनेसन भनेको चाहिँ म एक्सप्लेन गरिदिन्छु, सुन है सबैजनाले। एटुनेसन भनेको चाहिँ के हो भन्दाखेरि कुनै सिग्नल एउटा ठाउँबाट अर्को ठाउँमा ट्राभल गर्दै जाँदाखेरि सिग्नलको स्ट्रेन्थ चाहिँ के हुन्छ, बिस्तारै विक हुँदै गइरहेको हुन्छ। एटुनेसन भनेको त्यही हो क्या। सिग्नल एटुनेट भनेको मतलब के रहेछ त भन्दाखेरि सिग्नल चाहिँ कुनै एउटा ठाउँबाट सर्टेन डिस्टेन्स ट्राभल गर्दै जाँदाखेरि सिग्नलको स्ट्रेन्थ चाहिँ कम हुँदै जान्छ, अनि त्यो स्ट्रेन्थलाई चाहिँ हामीले ब्याक टु द पहिलाको पोइन्टमा ल्याउनको लागि चाहिँ एम्प्लिफायर युज गर्छौँ। त्यसको लागि चाहिँ हामीले ठाउँ ठाउँमा रिपिटर भन्ने युज गरिरहेको हुन्छौँ। रिपिटर भनेको चाहिँ एउटा डिभाइस हो जसले चाहिँ एम्प्लिफायर युज गरेर के गर्छ त सिग्नललाई एम्प्लिफाई गरेर पठाइदिरहेको हुन्छ। अब एटुनेसन चाहिँ हाम्रो सबैभन्दा ठुलो फ्याक्टर भनेको एटुनेसन हो। तिम्रो केही नभए पनि एउटा सिग्नल एउटा ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि एटुनेट हुन्छ, त्यो भनेको सिग्नलको पावर चाहिँ के हुन्छ त लस हुँदै गइरहेको हुन्छ। यो कुरा चाहिँ हामीले बुझ्नु पर्यो। र अब यही कुरालाई मैले प्र्याक्टिकल्ली भने कसरी भन्न सकिन्छ त भन्दा तिमीहरूले ल्याब गरेको थियौ सबैजनाले हैन, ल्याब गर्दाखेरि तिमीहरूले बेसिकहरूको अथवा कुनैको ल्याब गर्दाखेरि ओसिलोस्कोप चलाएको छ नि हैन, अनि हामीले ओसिलोस्कोपमा के गर्छौँ त भन्दाखेरि नि हामीले त्यसको भोल्टेज बढाउने भनेको मतलब त्यसको एम्प्लिट्युड बढाउने हो नि है। त्यसको एम्प्लिट्युड बढाउने भनेको मतलब मैले कुनै एउटा सिग्नल बनाएँ साइनोसोइड वेभ बनाएँ भन्दाखेरि मैले भोल्ट बढाउँदै गएँ भने त्यो के हुन्छ त त्यो साइनोसोइड वेभको चाहिँ एम्प्लिट्युड पनि बढ्दै जान्छ नि। त्यो भनेको के हो त भन्दाखेरि त्यही एम्प्लिट्युड भनेकै हामीले पठाइरहेको चाहिँ भोल्टेजको लेभल रहेछ क्या, त्यसैबाट हामीले पावरलाई चाहिँ सिधै क्यालकुलेट गर्न सक्दो रहेछौँ। सो सिग्नलको पावर भनेको त्यही हो कि। अब तिमीले सिग्नललाई पठाउँदै जाँदाखेरि फरक के हुने रहेछ त भन्दाखेरि जस्तो मसँग कुनै एउटा सिग्नल छ अरे, ठिक छ, मसँग एउटा यस्तो खालको एउटा सिग्नल छ। अब यो सिग्नललाई मैले एउटा सर्टेन टाइम पछि चाहिँ ट्राभल गरेँ भने के हुन्छ सिग्नल चाहिँ डिमेन्स हुँदै जान्छ क्या। एटुनेसन भनेको एक्ज्याक्टली यही नै हो कि। यो सिग्नल जस्तो छ यो सिग्नल त्यस्तो छैन। अब यो सिग्नललाई ब्याक टु द ल्याउनु पर्यो भने मैले के गर्नुपर्छ त रिपिटर युज गर्छु अथवा केही युज गर्छु, एम्प्लिफायर युज गर्छु जसले चाहिँ सिग्नल पहिला जस्तो छ ओरिजिनल स्टेटमा ल्याइदिन्छ, त्यति मात्र हो। सो एटुनेसन भनेको चाहिँ फर्स्ट फ्याक्टर भयो है। अब डिले डिस्टोर्सन भनेको चाहिँ के हो त भन्दाखेरि डिस्टोर्सन भनेको चाहिँ खास के हो भने वर्ड चाहिँ है, डिस्टोर्सन वर्डले चाहिँ के डिफाइन गर्छ त भन्दाखेरि एउटा सिग्नल तिमीले यसरी पठाइरहेको छौ भने सिग्नल तिमीले यसरी पठाइरहेको छौ, एउटा साइनोसोइड वेभ पठाइरहेको छौ भने त्यो सिग्नल रिसिभ गर्दाखेरि चाहिँ कस्तो हुन्छ त्यो सिग्नल भन्दाखेरि यो सिग्नल डिस्टोर्ट हुने भनेको यसको यो एम्प्लिट्युड लेभल यसरी क्या रिसिभ चाहिँ भइरहेछ, ऊ यस्तो खालको चाहिँ सिग्नल जस्तो हुनुपर्ने त्यस्तो भइरहेको छैन क्या, ठिक छ। भनेको सडन त्यहाँ डिस्टोर्सन चाहिँ आइरहेछ, यस्तोलाई चाहिँ हामी के भन्छौँ त डिस्टोर्सन भन्छौँ। मिन्स डिस्टोर्सन भनेको चाहिँ चेन्ज इन सेप क्या। कुनै पनि सिग्नल मैले ट्रान्समिट गरिरहेको छु भने सिग्नलको चाहिँ चेन्ज इन सेप भइरहेछ भने त्यसलाई हामी डिस्टोर्सन भन्छौँ। र डिस्टोर्सनमा चाहिँ अर्को एउटा डिले डिस्टोर्सन भनेपछि एउटा सिग्नल मैले पठाएँ हैन, अनि मैले सर्टेन डिले पछि अर्को सिग्नल पठाउँदाखेरि चाहिँ त्यो दुईटा सिग्नलको बिचमा चाहिँ के हुनसक्छ त एउटा सिग्नल र अर्को सिग्नलको बिचमा ओभरल्याप हुनसक्छ क्या। भनेको मतलब पहिला मैले ए भन्ने कुरा पठाएँ, एउटा ए भन्ने सिग्नल पठाइरहेको छु, ठिक छ,
अनि अर्कोचोटि बी भन्ने सिग्नल पठाएर चाहिँ त्यो सिग्नल चाहिँ यसरी आयो अरे क्या, ए भन्ने सिग्नलमै आएर बी भन्ने यसरी आयो अरे। अब यो सिग्नल के हो भन्ने कुरा त हामी बुझ्दैनौँ नि होइन। यस्तैलाई चाहिँ हामी के भन्छौँ त इन्टर सिम्बल इन्टरफरेन्स भन्छ। एक्ज्याक्टली त्यस्तो त हुने होइन। अब एक्ज्याक्टली हुने चाहिँ कस्तो त भन्दाखेरि मैले एउटा सिग्नल पठाएँ, मैले सर्टेन डिले पछि सिग्नल पठाउँदाखेरि त्यो सिग्नल आउनु पर्थ्यो, यो ठाउँबाट स्टार्ट हुनु पर्थ्यो, ठिक छ। तर के भयो त सिग्नल यहीँबाट स्टार्ट भइदियो क्या। सो यो दुइटाको बिचमा चाहिँ ओभरल्यापिङ भयो। ओभरल्यापिङको कारणले गर्दाखेरि सिग्नल के भयो त इन्टरफरेन्स भयो। एउटा सिग्नल र अर्को सिग्नलको बारेमा बिचमा चाहिँ इन्टरफरेन्स भयो। त्यसलाई चाहिँ हामी डिले इन्टरफरेन्स, डिले डिस्टोर्सन भन्छौँ। फर इक्जाम्पल के हो भन्दाखेरि जस्तो हामी चाहिँ गाडीमा हिँडिरहेको बेलामा चाहिँ होइन, स्पेसली होइन पब्लिक भेहिकलमा अथवा तिमी कारमा अथवा जेमा होइन तिमीले एफएम सुनिरहेको छौ भने जस्तो 96.1 मेगाहर्जमा चाहिँ तिमीले कान्तिपुर एफएम सुनेर हिँडिरहेको थियौ, तर त्यो हुन्छ नि अब काठमाडौँको बाटो त त्यो खाल्टाखुल्टी यताउति छ। अनि त्यो हुँदाखेरि कुनै खाल्टो हुन्छ नि, कुनै ठाउँमा पर्दाखेरि अथवा कुनै स्पिड ब्रेकरमा हुँदाखेरि ठ्याक्क अलिकति चेन्ज भएर चाहिँ कान्तिपुर एफएम पनि आइरहेको हुन्छ, एट अ टाइम इमेज एफएम पनि आइरहेको हुन्छ क्या। त्यो भनेको चाहिँ के हो त इन्टर सिम्बल इन्टरफरेन्सको एउटा एक्जाम्पल हो क्या। इन्टरफरेन्स आयो क्या, एउटा सिग्नल र अर्को सिग्नलको बिचमा चाहिँ इन्टरफरेन्स आएर चाहिँ डिस्टोर्सन भयो भनौँ न, डिस्टोर्ट भयो नि हाम्रो सिग्नल होइन। हामीले जे कुरा सुन्न खोजिरहेको थियौँ अब दुइटै आएपछि त दुइटै कुरा त बुझिँदैन। त्यस्तोलाई चाहिँ हामी के भन्दो रहेछौँ, डिले डिस्टोर्सन भन्दो रहेछ। अब नेक्स्ट भनेको चाहिँ हाम्रो नोइज हो है। नोइज भनेको चाहिँ हाम्रो अब अहिलेसम्मको कुराहरू सबै नोइज त नोइजै जस्तो लाग्छ, तर सबै कुराको चाहिँ फरक छ है। प्रायः स्टुडेन्टहरूलाई होइन अब भाइबामा भनौँ न, अहिले त हामी अब छौँ भर्चुअल क्लासमा छौँ होइन, अथवा अब हामी त थ्योरी क्लास पढिरहेछौँ, तर भाइबामा चाहिँ प्रायः सधैँ सोध्ने क्वेसनमा पर्छ कि यो क्वेसन भनेको चाहिँ यो एटोनेसन भनेको के हो, डिले डिस्टोर्सन भनेको के हो, इन्टरफरेन्स भनेको के हो, अझ नोइज भनेको के हो भने नि कसैले पनि डिस्टिङ्क्ट एन्सर दिन सक्दैन क्या। किनभने त्यो टाइममा जसले पढेको छ उसले त अभियस भनिहाल्छ, जसले पढेको छैन भने सबैलाई यसरी सोच्दाखेरि त्यो डिस्टोर्सन भनेको नि एटोनेसन जस्तै लाग्छ अनि एटोनेसन भनेको नि नोइज जस्तै लाग्छ क्या, सबै उस्तै जस्तो लाग्छ, तर फरक चाहिँ छ है। अब नोइजलाई हामी दुई तरिकाले डिफाइन गर्न सक्छौँ। नोइज भनेको हाम्रो इन्टरनल हुनसक्छ, नोइज भनेको हाम्रो एक्सटर्नल हुनसक्छ, ठिक छ। अब इन्टरनल नोइज र एक्सटर्नल नोइजको बिचको फरक के हो त भन्दाखेरि इन्टरनल भनेको चाहिँ त्यो डिभाइसमा आफै जेनेरेट हुने खालको नोइज हुन्छ नि। जस्तो टेम्परेचरको कारणले गर्दाखेरि तात्यो अरे, तातेको कारणले गर्दाखेरि त्यो डिभाइसमा चाहिँ युज भएको चिप्स छ नि, त्यो चिप्सको मोलिक्युल्सहरू चाहिँ के हुनसक्छ त ऱ्यान्डमली अर्कै तरिकाले चाहिँ जसरी चाहिँ एक्टिभेट हुनुपर्ने अर्कै तरिकाले एक्टिभेट हुनसक्छ, जस कारणले गर्दाखेरि चाहिँ हाम्रो डिभाइस नै तात्तिने चान्सेस हुन्छ, तात्यो भने पड्किने चान्सेस हुन्छ होइन। त्यो एउटा प्रब्लम हो टेम्परेचरको कारणले। अर्को प्रब्लम के हुनसक्छ त भन्दा हाई फ्रिक्वेन्सी भएको कारणले गर्दाखेरि फ्रिक्वेन्सी हाई आयो, हाई फ्रिक्वेन्सीको कारणले गर्दाखेरि सिग्नलमा प्रब्लम आउन सक्छ, अथवा लो फ्रिक्वेन्सी आइदियो सिग्नलै टिप्न सक्दैन। सिग्नल टिप्न नसक्ने भनेको जस्तो हामीले टिभी हेर्दाखेरि अब अहिले त त्यति प्रब्लम देखिँदैन होइन, किनभने अहिले हाम्रो सबै सिस्टम डिजिटाइज भयो। तिमीले स्पेस लाइनकै युज गरेर टिभी हेरिरहेको अवस्थामा कस्तो हुनसक्थ्यो त भन्दा कहिलेकाहीँ चाहिँ त्यो फ्लिक आइरहेको हुन्छ नि, फ्लिप भएर आइरहेको हुन्छ नि होइन, के अरे हाम्रो टिभीमा चाहिँ भिडियो, त्यो भनेको चाहिँ हाम्रो के हो त भने लो फ्रिक्वेन्सीको कारणले गर्दाखेरि आएको प्रब्लम भनेको त्यस्तो हो कि नोइज। भनेपछि नोइजेस भनेको चाहिँ इन्टरनलमा आउने भनेको चाहिँ फ्रिक्वेन्सी हाईको कारणले, हाई करेन्टको कारणले गर्दाखेरि होइन, हाई भोल्टेजको कारणले गर्दाखेरि अथवा करेन्ट डिभाइड हुने कारणले गर्दाखेरि हो। यी कारणले गर्दाखेरि हुने नोइजेस भनेको इन्टरनल नोइजेस हुन्छ, जसले चाहिँ डिभाइसमा डाइरेक्ट इम्प्याक्ट गरिदिएको हुन्छ है। अनि अर्को भनेको एक्सटर्नल नोइज हो। अब यो एक्सटर्नल नोइज भनेको चाहिँ कस्तो हुनसक्छ त भन्दाखेरि विशेष गरेर यो हामीले हेर्ने भनेको चाहिँ वायरलेस सिनेरियोमा हो क्या। किनभने वायर्ड सिनेरियोमा हाम्रो नर्मल्ली के हुन्छ नोइज कस्तो हुनसक्छ त भने वायर्ड भनेको के हो त भन्दा तिम्रो घरमा चाहिँ यदि तिमीले टिभी हेरिरहेछौ भने त्यो टिभी चाहिँ तिम्रो कहाँबाट आइरहेछ त भन्दाखेरि टिभीको लाइन चाहिँ कहाँबाट आइरहेछ त भन्दाखेरि तिम्रो घरको साइडको पोलबाट चाहिँ तिम्रो घरसम्म आइरहेको छ होइन। भनेको अब अचेल भयो त प्रायः सबैजनाले चाहिँ डिजिटलै राख्नु पर्यो होइन। अब डिस्क होम राख्नेको त अलिकति फरक सिनेरियो होला, तर हाम्रो जसको चाहिँ जस्तो कसैले भाइनेटको राखे होला, कसैले वर्ल्ड लिङ्कको राखेर होला, कसैले सुबिसीको राखेर होला, जसको जे राखे पनि तिम्रो घरबाट चाहिँ पोलबाट चाहिँ तिम्रो घरसम्म आएको तार त हामी सबैजनाले देख्छौँ। त्यहाँ आउने प्रब्लम के हुनसक्छ त भन्दाखेरि एउटा तार चाहिँ तिमीले गुजुल्टो पारेर राख्यो नि होइन, एकदमै घुमाएर राख्यो भन्दाखेरि त्यहाँ इन्डक्टिभ इन्टरफरेन्सले चाहिँ चान्सेस हुन्छ, इन्डक्टिभ प्रब्लम आउन सक्छ। अथवा एउटा तार र अर्को तार प्यारलली लङ टाइमसम्म राखिदिइरह्यो भने त्यहाँनिर क्यापेसिटी स्ट्रे आफै आउन सक्छ, त्यस्तो खालको प्रब्लम हुनसक्छ। अथवा चाहिँ कहिलेकाहीँ चाहिँ हामीले त्यसरी तानिरहँदाखेरि चाहिँ बेसकन तान्दाखेरि चाहिँ कुनै पोर्सन अलिकति काटिएको हुनसक्छ,
त्यो पोर्सन काटेको ठाउँमा पानी पर्यो भन्दाखेरि पनि प्रब्लम हुनसक्छ। तर अहिलेको अवस्थामा त्यो पोर्सन त्यस्तो खालको प्रब्लम अलि हुँदैन, किनभने पहिला हामीले कुनै तार युज गर्थ्यो, सबैलाई थाहा छ नि, स्पेस लाइन युज गर्थ्यो जसलाई हामी कोक्सियल केबल भन्थ्यौँ, ठिक छ। तर अहिले हामीले युज गर्ने तार भनेको के हो त? अहिले हामीले युज गर्ने तार भनेको फाइबर टु होमै हो। तिमीहरूले हेर त, तिमीहरूको घरसम्म आइपुग्दाखेरि नै फाइबर युज गरिदिइरहेको हुन्छ। अब त्यसमा चाहिँ पानी पर्ने यताउति भन्ने कुरा हुँदैन, चुड्यो भने चुट्टी नै हाल्छ, चुड्यो भने एकदमै प्रब्लम हुन्छ है। चुड्यो भने यसलाई डिभाइसै एउटा युज गरेर चाहिँ जोड्नुपर्ने हुन्छ, जसलाई हामी स्प्लाइसिङ भनेर भन्छौँ। अब यो कुरा भनेको चाहिँ कस्तो भन्दाखेरि वायर्डमा चाहिँ खास त्यति धेरै ठुलो प्रब्लम होइन, किनभने तिमीले सजिलै मिटिगेट गर्न सक्छौ नि, होइन। एउटा तिमीले अलिकति सेफली चाहिँ अलिकति लामो तरिकाले चाहिँ बेसकन नतन्काइकन चाहिँ तार जोड्यो भने त्यो प्रब्लम नआउन सक्छ। अथवा तारलाई तिमीले सेपरेटली एउटा ठाउँबाट अर्को ठाउँमा तान्यौ भन्दाखेरि जुन हाम्रो 10वटा तार एउटै ठाउँबाट आइरहेको हुन्छ नि, त्यसको सट्टामा चाहिँ हामीले छुट्टै गरेर चाहिँ पठायो भन्दाखेरि पनि त्यो प्रब्लम नआउन सक्छ, होइन। यस्तो प्रब्लमहरू सिधै सल्भ हुन सक्छ वायर्डको केसमा है। तर वायरलेस सिनेरियोमा भनेको कस्तो हुन्छ त? एक्जाम्पल जस्तो मैले तिमीलाई फोन गरिरहेको छु, होइन, हामी मोबाइलमा चाहिँ कम्युनिकेट गरिरहेछौँ भन्दाखेरि त्यो प्रब्लम भनेको चाहिँ त्यसमा आउने नोइजेस भनेको चाहिँ वायरलेसमा आउने नोइजेस भनेको चाहिँ के हुनसक्छ त? वायर्ड युज नगरिरहेको केसमा यदि पानी पर्यो भने सुन है, अब पानी पर्न सक्छ, अथवा हेलिस्ट्रम हुनसक्छ, अथवा स्नो फलिङ हुन सक्ला, अथवा मौसम एकदमै हुरी बतासै आउन सक्ला। तिमीहरूमध्ये कतिजनाले याद गरेको छ नि, होइन, एकदमै हुरी बतास आइरहेको केसमा तिमीले कोही साथीलाई फोन गर्यो अथवा कसैलाई फोन गरेर राख्दाखेरि सजिलैसँग फोन लाग्दैन, फोन लागिहाल्यो पनि सजिलैसँग कुरा बुझ्न सकिँदैन। किन त भन्दाखेरि हाम्रो सिग्नल त हावामा हिँडिरहेको छ नि, इलेक्ट्रोम्याग्नेटिक रेडिएसन हो। पानी पर्यो भने पनि त्यो सिग्नल त्यो पानीको ड्रपलेट्समा चाहिँ रिफ्लेक्ट हुन नि सक्छ, होइन, अथवा कुनै सार्प एजमा डिफ्र्याक्ट हुन नि सक्छ, होइन, अथवा कुनै एउटा सार्प फ्ल्याट एजमा चाहिँ स्क्याटर हुन पनि सक्छ। भनेपछि यो फिजिकल फेनोमेना छ नि, रिफ्लेक्सन हुन सक्ला, होइन, अथवा तिम्रो चाहिँ स्क्याटरिङ हुन सक्ला, अथवा तिम्रो डिफ्र्याक्सन हुन सक्ला। यी सबै कारणले गर्दाखेरि चाहिँ सिग्नल के हुन सक्छ त? जे सिग्नल पठाएको त्यो सिग्नल सजिलैसँग एउटा ठाउँबाट अर्को ठाउँमा पुग्न सक्दैन कि। त्यो भनेको चाहिँ हाम्रो एकदमै ठुलो प्रब्लम हो। त्यो चाहिँ हाम्रो डिल गर्नुपर्ने भनेको चाहिँ वायरलेसतिर हो, होइन। वायर्डमा त यो प्रब्लम छैन, किनभने त तारै जोडेको हुन्छ, भित्र पानीले पनि त्यही काट्यो भने मात्र प्रब्लम हुने। यो पानी हुरी बतास जेले पनि केही प्रब्लम गर्दैन, किनभने सिग्नल त एउटा इलेक्ट्रिक वेमा आइरहेछ नि, इलेक्ट्रिक सिग्नल हो नि त हामीले युज गरेको सिग्नल त, होइन। तारभित्र हिँडिरहेको सिग्नल त इलेक्ट्रिक वेभ हो, त्यस कारणले गर्दाखेरि त्यो प्रब्लम चाहिँ यसमा आउँदैन, ठिक छ। अब हामीले एक्जाममा लेख्दाखेरि के कुरा ध्यान दिनु पर्यो है? मैले भनेको कुरा यो सबै इलेबोरेट भयो, होइन। अब तिमीले एक्जाममा लेख्दाखेरि व्हाट आर द भेरियस टाइप अफ च्यानल इम्पेयरमेन्ट, एक्सप्लेन द रोल इन कम्युनिकेसन सिस्टम भन्यो भने तिमीले के भन्नु पर्यो? भेरियस टाइप अफ च्यानल इम्पेयरमेन्ट्स आर भनेको चाहिँ एटुनेसन, डिले, डिस्टोर्सन एन्ड नोइज भयो। अब एटुनेसनमा तिमीले लस अफ इनर्जी एउटा सिग्नल बनाइदियो, यही कुरालाई एक्सप्लेन गरिदियो। डिले डिस्टोर्सनमा चाहिँ तिमीले डिस्टोर्सन भनेको के हो भन्ने कुरा एक्सप्लेन गर। अनि डिले डिस्टोर्सन गर्दाखेरि चाहिँ एउटा सिग्नल र अर्को सिग्नल ओभरल्याप हुनसक्छ, जसलाई हामी आइएसआई, इन्टर सिम्बल इन्टरफरेन्स भनेर भन्छौँ, भनेर फिगर ड्र गरेर बुझाए पनि हुन्छ, होइन। र अर्को नोइज भन्दाखेरि नोइज भनेको इन्टरनल नोइज र एक्सटर्नल नोइज हुन्छ। इन्टरनल नोइज भनेको चाहिँ हाम्रो थर्मल नोइज हुन्छ, अथवा कुनै इन्डस्ट्रियल नोइज हुनसक्ला, अथवा इन्टरमोडुलेसन नोइज हुनसक्ला, अथवा चाहिँ हाई फ्रिक्वेन्सी नोइज, लो फ्रिक्वेन्सी नोइज, होइन। अब सबैलाई चाहिँ एक्सप्लेन गरिरहनु परेन, त्यति धेरै एक्सप्लेन त गरिरहनु परेन। एक दुईवटाको थर्मल भनौँ न टेम्परेचरको कारणले गर्दा हुने थर्मल नोइजलाई चाहिँ तिमीले इन्क्लुड गर्न सक्यौ त्यो बेलामा। रिफ्लेक्सनको कारणले गर्दा हुन सक्दो रहेछ, होइन, अथवा चाहिँ स्क्याटरिङको कारणले गर्दा, अथवा डिफ्र्याक्सनको कारणले गर्दाखेरि हुन सक्दो रहेछ। यो कुरालाई चाहिँ अलिकति मेन्सन गर्नु पर्यो।